नेपालीहरू चाहिँ कस्तो छ भने एउटा नेपाली चाहिँ विदेश जाने अनि घरमा चाहिँ एउटा परिवार त्यो एउटा नेपाली विदेश गएको नेपालीले चाहिँ घरमा आएको 4-5वटा परिवार 4-5जनालाई एकजनाले पालिरहेको छ क्या। अर्को कुरा भनेको जाँगर छैन क्या नेपालीमा, गर्नुपर्छ भन्ने कुरा छ, गर्नुपर्छ भन्ने। अनि अर्को चाहिँ जाँगरै छैन, बसेर खाने बानी भएको छ। अर्को कुरा चाहिँ नेपाली त्यो गर्दा पनि हामीले एकदम पछि परेको होला जस्तो लाग्छ। अनि त्यो कुराहरू देख्दै गर्दा सुन्दै गर्दा त्यो कुराहरू याद गर्दै गर्दा हाम्रो देश चाहिँ एकदम पछि परेको पनि छ होइन। त्यो कुरा सुन्दै गर्दा चाहिँ कहिले कहिले चाहिँ अब धेरै नै भावुक होइन्छ। अब त्यो 14वटा होला होइन, अब 8000 भन्दा अल्गो मिटर अग्लो उचाइ भएको चाहिँ हिमालहरू चाहिँ यहीँ 8वटा चाहिँ यहीँ छ क्या, नेपालमै छ होइन। अब यस्तो प्रकृतिले दिएको छ, हरेक कुरा दिएको छ, वन जङ्गलदेखि लिएर खानीदेखि लिएर होइन। अब हिमालहरू दिएको छ। अब त्यो कुरालाई राम्ररी गर्न सक्यो भने हिमालहरूमा पनि पर्यटन विस्तार गरेर पनि त आर्थिक उन्नति विकास गर्न सकिन्थ्यो होला नि त। तर त्यो बुद्धिहरू पनि खै किन नआएको हो कि के भएको हो कि। हामी हेरौँ न, पर्यटनले नै गर्दाखेरि हाम्रो धरानको श्रम संस्कृति पार्कमा होइन अस्ति भर्खरै वैशाख 1 गते होइन 2,83 कति हजार त एकै दिनमा उठ्यो भन्ने कुरा सुन्यो नि त। अब त्यो कुरा चाहिँ के हो भन्दाखेरि त त्यो त अब सायद बाहिर विदेशबाट आएन होला, नेपालकै मान्छेबाट त भित्र होला। तर पनि त्यो ठाउँको लागि त भयो नि त, धरानको लागि त भयो नि त आर्थिक स्रोत। त्यसै गरी हाम्रो नेपालमा भएको त्यो हिमालहरू भयो, हरेक कुरा नदी नालादेखि लिएर हरेक कुरालाई चाहिँ अब हामीले पर्यटनीय स्थल बनाउन सक्यौँ भने त विदेशीहरू आउँछ नि त। अब विदेशीहरूले आएको दिएको कुराहरूले त्यो कुराले पनि त आर्थिक उन्नति गर्न सकिन्थ्यो जस्तो लाग्छ। धेरै कुराहरू छ। अनि त्यो कुराहरू सोच्दै गर्दा सुन्दै गर्दा चाहिँ धेरै नै भावुक चाहिँ भइन्छ कहिले कहिले। राम्रो काम गर्ने मान्छेलाई त हाम्रो नेपालमा त्यही भएर पनि यस्तो विकास हुन नसकेको हो। गर्ने मान्छेलाई पनि यहाँ चाहिँ गरी खानु दिँदैनन् क्या। अब अलिकति कोहीले प्रगति गर्न आँट्यो भन्दाखेरि आफ्नै अब समाजको कुरामा मात्रै नभएर हामी घर परिवारकै कुरामा पनि जाउँ न। अब अलिकति दाजुले भन्दा भाइले अलिकति प्रगति गर भने पनि कसैलाई चाहिँ आरिस गर्ने हुन्छ क्या। अब छिमेकीले ओल्लो घर भन्दा पल्लो घर अलिकति माथि गरोस् त, उन्नति गरोस् त, सपोर्ट गर्नुको साटो होइन। कति समय त अब कुरा गरेर वाह गरेको जस्तो गर्छ, तर खुट्टा तान्दै गरेको हुन्छ क्या उतातिर। आफूभन्दा चाहिँ अगाडि नजाओस् भन्ने क्या। अब यो चाहिँ अब किन यस्तो भइरहेछ भन्दाखेरि चाहिँ अब नेपालमा चाहिँ अब यो मेयर साहबलाई किन मुद्दा आरोप प्रत्यारोप लाग्छ। मेयर साहबलाई मुद्दा लगाउने मान्छे मेयर साहबको सपोर्ट गरेर यहाँनिर देश बनाउनुपर्छ, यो गर्नुपर्छ भनेर आउने मान्छेहरू कोही पनि छैन क्या। उनीहरू मेयर साहबले चाहिँ अब एउटा क्रान्ति ल्याउनु भएको होइन, एउटा नेताको परिभाषा चाहिँ उहाँले फरक गर्दै हुनुहुन्छ नि त, चेन्ज गर्दै हुनुहुन्छ नि त। पहिला भनेको नेता भनेको एउटा भिआइपी गाडी भिआइपीसँग हिँड्ने होइन, राम्रो चिल्लो गाडीमा हिँड्ने होइन। अब त्यो कुराहरू मात्रै देखिन्थ्यो क्या पहिलाको नेताहरूमा। म आफै पनि उयो गर्छु होइन, मेरो गाउँमा आउँदाखेरि कुनै पनि नेता हिँडेर पैदल आएको छैन होइन अहिलेसम्म। पहिला अब मन्जु भण्डारी पनि कहिले कहिले त झुल्किनु भएको मैले देखेको होइन। मैले सिधै भने उहाँलाई, यो मिडियामै भन्छु होइन, उहाँ आउनुभयो भने पनि गाडीमा मात्रै हो उहाँहरू आउने भनेको। तर हाम्रो मेयर साहब चाहिँ अब बाटो पुग्ने ठाउँसम्म बाइकमा, नपुग्ने ठाउँसम्म हिँडेरै पनि उहाँले बाटोहरू हेरेर अनुगमन गर्नुभएको छ। त्यो कुरा होइन, उहाँले त एउटा परिभाषा नै चेन्ज गर्नुभएको छ नि त। अनि अब जो चाहिँ बसेर ठगेर खाने, सत्तामा कुर्सीमा खुट्टा हल्लाएर खाने, भ्रष्टाचार गरेर खाने नेताहरूको त पर्दाफास हुन्छ, जस्तोलाई त मन पराउँदैन नि त। त्यो भएको कारणले चाहिँ यो कुरालाई चाहिँ अगाडि बढाउन नदिएर उहाँहरूले हरेकचोटि मुद्दा लगाउनु भएको। अब कतिचोटि मुद्दा लगाइसकेको त अर्को पालि उठ्न पाउँदैन भन्ने नियमहरू पनि त छ नि त। त्यो भएको कारणले सानो कुरामा पनि उहाँहरूले मुद्दा लगाएकै हुनुहुन्छ क्या। उहाँले भ्रष्टाचार भनेको छिरिकै हुन दिनुहुन्न क्या। अब पहिलाको नेताहरू भनेको भ्रष्टाचार गरेर खान पल्केकोहरू थियो। अब त्यस्तो भएपछि त खान पाउँदैन नि त। जसलाई पनि अब पहिला खाइरहनेहरूसँग खानु नपाउँदा त उनीहरूलाई त र्याखी होला नि त। अब त्यो भएको कारणले पनि नेताले नै नभए पनि कति कर्मचारीहरूले नै पनि खाने कर्मचारीहरूले पनि मेयर साहबले मन पराउँदैन नि यो कुरा। राम्रो काम भइरहेछ उनीहरूलाई थाहा छ, तर उनीहरू चाहिँ समाजको लागि देशको लागि केही गरौँ भनेर आएको नेताहरू नै हुँदै होइन। जो मान्छेले मुद्दा लगाइरहेछ, अब कति वडाध्यक्षहरूले नै लगाइरहेछ, हाम्रै धरानकै वडाध्यक्षहरूले लगाइरहेछ। त्यो कुरा हामीले देखिरहेछौँ प्रत्यक्ष होइन, धरानभित्रै पनि। त्यो भएको कारणले उनीहरूले चाहिँ देशको लागि गर्नुपर्छ भनेर आएको मान्छेहरू होइन होला जस्तो लाग्छ क्या। आफ्नो स्वार्थको लागि, आफ्नो सत्ताको लागि मात्रै उनीहरू चाहिँ बसेको कारणले चाहिँ त्यो कुराहरू उनीहरूले चाहिँ गरिरहेछ। हरेक कुरा केही कुरा परिवर्तन गर्दैछ भने पहिला चाहिँ आफू परिवर्तन हुनुपर्छ क्या। आफू परिवर्तन हुनुको लागि चाहिँ तपाईँको सोच परिवर्तन हुनुपर्छ सबैभन्दा सुरुमा चाहिँ। त्यो भएको कारणले चाहिँ हामीमा जति पनि त्यो खालको होइन विकृतिहरू आउने, यो घुस खाने, यो गर्ने, सबैले आफ्नो माइन्ड चेन्ज गर्नु होला। नेपाल भएन, यो भएन, विदेश जानुपर्छ, यो कुराहरू बारम्बार आइरहन्छ। तर त्यो कुराहरू तपाईँ व्यक्ति आफैबाट स्वयं चेन्ज हुनुभयो भने नि तपाईँले गर्न सक्नुहुन्छ। तर चेन्ज चाहिँ हुनु पर्यो, सबैभन्दा सुरुमा चाहिँ परिवर्तन हुनु पर्यो। नमस्कार, आज मेरो फ्रेममा हुनुहुन्छ अस्मिता साङसोङ हुनुहुन्छ। उहाँ चाहिँ धरान 4 सुमन्टर निवासी हुनुहुन्छ। उहाँले आफ्नो वडाको लागि विभिन्न सामाजिक कार्यहरू निरन्तर रूपमा
गर्दै आइरहनु भएको छ भने हाम्रो मेयर साहबसँग कोअर्डिनेसन गरेर वडा सरकारसँग उहाँले कोअर्डिनेसन गर्दै सामाजिक कार्यमा अगाडि बढिरहनु भएको छ। उहाँसँग म छोटो कुराकानी गर्ने प्रयास गर्नेछु। नमस्कार, स्वागत छ यहाँलाई। धन्यवाद। नमस्कार। आरामै हुनुहुन्छ? हजुर, आरामै छु अहिलेसम्म त। आज श्रमदान आउनु भएको छ है। सधैँभरि हामी श्रमदानमा देख्छौँ यो श्रमदाताको टी सर्ट पनि लाएर आउनु भएको छ, लाउनुहुन्छ। आज म टपक्क किचनबाट उठाएर ल्याएको छु यहाँलाई। हजुर हजुर। आज चाहिँ काम पनि छिटो सकियो, त्यस कारणले छोटो एउटा भलाकुसारी गर्ने समय पनि मिल्यो। अब यहाँ सामाजिक कार्यमा लागिरहँदाखेरि यहाँको गाउँठाउँमा यहाँले पछिल्लो समयमा गर्नुभएको सामाजिक काम के छ? अहिले चाहिँ के छ भन्दाखेरि तत्काल भनेको चाहिँ अहिले चाहिँ हाम्रो जुन चाहिँ सन्त माया राई बोजूको घर बनिँदैछ, त्यो चाहिँ घर बनिने क्रममा छ। अनि त्यो चाहिँ अब लगभग 10-15 अबको 15-20 दिनमा चाहिँ सायद फिनिसिङ हुन्छ होला, किनभने जगहरू उठाइसकेको छ। जगहरू उठाएर पनि त्यो चाहिँ भइसकेको छ नि त। हजुर। त्यो भएको कारणले चाहिँ अब हुँदैछ भनौँ न, अब त्यो भइसकेको छैन। अहिले तत्काल गर्ने चाहिँ त्यो हो। अनि अर्को भनेको चाहिँ जुन हाम्रो धरान 4 र 5 जोड्ने खारखोला जुन विषय लिएर म सबैभन्दा पहिला चाहिँ मेयर साहबलाई भेट्न आएको थिएँ। अनि त्यही कुरा चाहिँ अब उहाँले टेम्पोररी बाटो त बनाइदिनु भएको हो, तर टेम्पोररी भएर मात्रै अस्ति अलिअलि आएको पानीले फेरि पनि लगेको छ। अनि त्यसमा चाहिँ फेरि के गर्न सकिन्छ भनेर मैले मेयर साहबलाई अस्तिदेखि भनिरहेको छु होइन, फलो गरिरहेको छु। अनि भोलि चाहिँ हाम्रो मेयर साहब जान्छु जस्तो कुरा गर्दै हुनुहुन्थ्यो, तर अब टाइम चाहिँ फिक्स गर्नुभएको छैन। म आइतबार चाहिँ आउँछु, अनि शनिबार चाहिँ तपाईँ श्रमदान आउनु है, पाइहाल्नु भन्दै हुनुहुन्थ्यो। त्यही भएर अनि आज यहाँ छु। अहिले तत्काल गरेको भनेको चाहिँ त्यही हो। अनि अब कोही बिरामीहरूलाई चाहिँ डोनेसनहरू उठाएर चाहिँ पुर्याउने कामहरू चाहिँ अहिले त्यही गरिरहेको छु। सामाजिक धेरै केही पनि गरेको छुइनँ, अब सानोतिनो चाहिँ गर्दै। ठिक छ। आफ्नो वडा अथवा आफ्नो गाउँको लागि भनेर यहाँ लागि परिरहनु भएको छ। सन्त माया राई के भन्नुभयो? हजुर, सन्त माया राई बोजूको घर। उहाँको बारे हामी सामाजिक सञ्जालमा केही कुराहरू देखेका छौँ। उहाँ खास के भएर कस्तो खालको व्यक्ति र के खालको समाजले उहाँले सहयोग गर्नुपर्ने अवस्था के छ त्यो पनि उहाँको चाहिँ के भन्दाखेरि खासमा मेरो बोजू नै हो, मेरो सानीले बोजू नै पर्नुहुन्छ। मेरो बाबाको स्टेप मम हो उहाँ चाहिँ। अनि मेरो बा चाहिँ पहिल्यै बित्नु भएको, आजभन्दा 4-5 वर्ष अगाडि बित्नु भएको। अब घरमा चाहिँ अर्को जेठी बोजू पनि हुनुहुन्थ्यो, कान्छी बोजू पनि हुनुहुन्थ्यो। अनि उहाँ चाहिँ मेरो बाबाको स्टेप मम हो। अनि त्यो भएको कारणले चाहिँ अहिले चाहिँ अब घर चाहिँ एकदम नाजुक नै थियो उहाँहरूको होइन। अनि त्यो भएको कारणले यताबाट पनि चर्किरहेको, अनि उताबाट पनि एउटा सामान्य बस्ने घर त उहाँहरूको थियो, तर पनि पहिरोले चर्काएको कारणले गर्दाखेरि चाहिँ अब पहिला काका पनि हुनुहुन्थ्यो, बाजे खस्नुभयो। बाजे खसेको त्यसको 2 वर्ष पछाडि होला, त्यसमा अर्को बाजेको दिदी पनि बस्नुहुन्थ्यो, त्यहीँ बिहे नगरिकन त्यहीँ बस्नुभएको थियो, उहाँ पनि खस्नुभयो। त्यसको लगत्तै 1 वर्ष पछाडि फेरि काका पनि खस्नुभयो। काका खसेको 1 वर्ष पछाडि होला बोजू खस्नुभयो। काका खसेको ठ्याक्क 1 वर्षमा जेठी बोजू खस्नुभयो। जेठी बोजू खसे पछाडि चाहिँ उहाँहरूको परिवार भनेको चाहिँ कान्छी बोजू अनि म जत्रो फुपू हुनुहुन्छ, उहाँ चाहिँ टिचर गर्नुहुन्छ, बोर्डिङ स्कुलमा पढाउनुहुन्छ। अनि उहाँको 2 जना भाइहरू छ, 1 जना भाइ सिक्किम जानुभएको छ, अनि अर्को एउटा सानो भाइ छ, अनि एउटा सानो बहिनी हुनुहुन्छ, मेरो काका फुपूहरू पढ्नुहुन्छ सानोले। अनि उहाँहरूको चाहिँ अब कमाउने पनि नभएरै भनौँ न, अब हुनु त अब त्यस्तो हाम्रै फ्यामिलीकै हो, त्यस्तो सम्पन्न त होइन होइन। अब हामी आफै पनि अब त्यस्तो सम्पन्न परिवारबाट होइन नि त। अब म आफै पनि मेरो अब सक्यो त हामीले पनि गरिदा हुन्छ, किनभने मेरै बोजूहरू हो नि त। तर अब हाम्रो परिवारमा पनि त्यस्तो ठुलो छोराहरू कोही पनि छैन, हाम्रो पनि त्यस्तो कमाउने दमाउने त्यस्तो केही पनि छैन। मेरो बाबा एउटा सामान्य एउटा के अरे खेती किसान गरेर आएको मान्छे हो, विदेशतिर पनि कहीँ नगएको हो नि त। हाम्रो मम्मी बाबा सबै हामी खेती किसान गरेर एउटा सामान्य परिवार एउटा आएको मान्छे हो। अनि मेरो पनि दाजुहरूको पनि हुनुहुन्न, एउटा भाइ मात्रै छ। अनि त्यो भएको कारणले अब सके त हामीले नै बनाइदिँदा पनि हुन्थ्यो, तर हामी आफै पनि नसक्ने अवस्थाकै हो नि त। त्यो भएको कारणले चाहिँ अनि अब मेयर साहबलाई बाटो हेर्नु गएको बेलामा चाहिँ बोजूहरूले नै भन्नुभएको थियो अब घर पनि देखाइदिनु न भन्नुभएको कारणले चाहिँ बोजूहरूको पनि त्यो अवस्था भएको कारणले चाहिँ घरहरू देखाइदिएर चाहिँ पहल चाहिँ मैले सक्ने भनेको त्यही त हो। म आफै पनि अहिले त कमाउने छैन, म अब कमाउने भएको भए त मैले गरिदा पनि हुन्थ्यो होइन। अब त्यस्तो हाम्रो फ्यामिली त्यस्तो धनी परिवार पनि होइन, एउटा गाउँमा सामान्य नै खेती किसान गरेर खाने मान्छे हामी आफै पनि। त्यो भएको कारणले चाहिँ म आफैले सक्ने भनेको त्यही थियो। अनि त्यही पहल गरेर चाहिँ अहिले
घर चाहिँ बनिँदैछ। कहिले सक्ने भनेको चाहिँ लगभग बर्खा लाग्नुभन्दा अगाडि नै चाहिँ सकिन्छ। अब अहिले नै भएर टुङ्गो चाहिँ भएको छैन, एउटा ठेक्कामा दिएको कुरोहरू होइन। त्यो भएको कारणले अब कहिले सामानहरू ढिलो आइपुगिदिन्छ होइन, कहिले चाहिँ अब घाम पानी भन होइन, पानी झर्र परिदिन्छ, घाम धेरै लाग्दिन्छ, काम गर्न अलिकति ढिलो हुन्छ। त्यही पनि लगभग जेठको 15 गतेभित्रमा सक्ने भन्ने चाहिँ योजना छ। अब हेरौँ कहिलेसम्म लाग्छ। अब यहाँ जुन खोलाको जुन पहिला एउटा समस्या लिएर आउनु भएको थियो, बाटोको समस्या, त्यो बाटोको समस्या त पहिलो चरणमा समाधान भएको रहेछ। अब फेरि पनि अहिलेको जुन प्रकृति प्रकोपले हामी थुन्न सक्दैन, अब फेरि पनि त्यस्तै भइदियो। अब त्यसको पहलको लागि चाहिँ के गर्दै हुनुहुन्छ? अहिले चाहिँ अब खासमा त्यतिखेर चाहिँ मैले चाहिँ पर्मानेन्टको लागि नै केही होस् भन्ने एउटा त्यो चाहिँ लिएर आएको थिएँ होइन। पर्मानेन्ट नै होस्, बर्खाको लागि होस् चाहिँ भन्दाखेरि चाहिँ अब त्यहाँ चाहिँ धेरै गहिरो एकदमै हाई कस्ट लाग्ने भयो क्या। अब त्यो कस्ट चाहिँ अहिलेसम्म धरानको कुनै पनि एरियामा लागेको छैन अरे अहिलेसम्म। त्यहाँ लगाउनु पर्ने खर्च चाहिँ होइन, भनेपछि त्यो ठाउँमा पुलै लाउनु पर्ने अवस्था चाहिँ भएको छ अहिले चाहिँ होइन। सुरुमा चाहिँ अब हामीले ग्याबिङबाट हुन्छ कि भनेर ग्याबिङको कुरा गरेको थियौँ, तर ग्याबिङबाट नहुने रहेछ। अब ग्याबिङबाट हुँदैन भनिसके पछाडि चाहिँ अब चाहिँ के गर्दा हुन्छ भन्दाखेरि चाहिँ झोलुङ्गे पुलको माग गरौँ भन्ने एउटा चाहिँ छ होइन। तर अब तत्काल त नहोला, किनभने पुल भनेको त नगरको बजेटले भ्याउने कुरा पनि भएन। तर प्रदेश सरकारसँग चाहिँ समन्वय गरेर हुन्छ या के गरेर हुन्छ, भोलिको दिनमा अहिलेदेखि नै कदमहरू उठाउँदै गयो भने भोलिको दिनमा होला नि त भन्ने हिसाबले। अब मेन चाहिँ अब हामीले त्यहाँ अरू विकल्प पनि छैन, अरू ठाउँबाट ट्र्याक खोल्ने विकल्प भएको भए ट्र्याक खोल्दा पनि एउटै मात्र। हजुर, एउटै मात्रै छ। त्यो पनि अब पहिरो गएको छ, यता पनि पहिरो, मास्तिर पनि पहिरो, त्यो भएको कारणले चाहिँ सबै ठाउँबाट उठाउनु, त्यो चाहिँ एउटा के अरे ट्र्याक खोल्नु पनि सम्भव नभएको कारणले त्यही बाटो नै बनाउनु परेको। अनि अब त्यो नबनाउँदा पनि हुन्छ, कतिले त भन्नुहुन्छ, तर त्यो चाहिँ हाम्रो मेन प्रायोरिटी नै त्यही हो क्या, बाटो नै हो। त्यो बाहेक तपाईँको अर्को कुनै पनि उपाय नै छैन। धरान बजारसँग जोड्ने विकल्प छैन। बजारसँग आउने चाहिँ अब स्कुल पढ्नु पनि त्यहीँनिरबाट आउनु पऱ्यो। अब त्यहाँ हामी त खेतीपाती गर्ने मान्छे हो, सागसब्जी हुन्छ, सागसब्जी नै हो आय आर्जनको स्रोत भनेको त्यहाँको त होइन, मेन कुरो त। अनि अब त्यो सागसब्जी बेच्नु त यहाँ पालिका तरकारी बजार झार्नु पऱ्यो होइन। अब मान्छेले बोकेरै ल्याउनुको लागि पनि अब गाडी त सम्भवै भएन होइन। अब एउटा हिँड्ने बाटो डोकोमा बोकेर ल्याउनुको लागि पनि अब त्यही बाटो नै चाहिन्छ नि त। त्यो भएको कारण चाहिँ मेन चाहिँ बर्खामा अनि स्कुल पढ्नलाई मेन त अब बिरामी भयो भने सस्तो चौकी हस्पिटल आउनु पऱ्यो भने त्यही बाटो आउनु पऱ्यो नि त। त्यो भएको कारणले चाहिँ हामीले नबनाइ नहुने चाहिँ त्यही बाटो हो जसरी भए पनि होइन। अब अहिले चाहिँ अब मान्छे गाडी हिँड्ने नभए पनि मान्छे हिँड्ने यसो झोलुङ्गे पुलसम्म चाहिँ एउटा गरौँ भन्ने चाहिँ हाम्रो एकदमै त्यो छ होइन। अब बर्खामा पनि चलिरहने अब मान्छेलाई कहिले त अब अपर डेलिभरी जस्तो हुन्छ होइन। डेलिभरी भयो भने अब हस्पिटल जानु पऱ्यो, तलै जानुपर्छ। अब के रोग लाग्छ, के व्यथा लाग्छ, कतिखेर के चोट परिन्छ थाहा हुँदैन। सस्तो चौकी पनि अब तलतिरै भएको, अनि स्कुलहरू पनि तलतिरै भएको। अब स्कुलहरू छुटाउनु पनि मिल्दैन नि त, कति समय त ठ्याक्क इक्जाम परिदिन्छ क्या। अब इक्जाम त छोड्ने कुरा पनि भएन, अनि बाढी पहिरो नभनिकन त्योसँग फाइट गर्दै इक्जाम दिन आउनुपर्ने अवस्था हुन्छ। त्यो चाहिँ म आफैले पनि फेस गरेको कुरो हो। त्यो भएर चाहिँ म निकाल्दैछु, किनभने म गाउँबाटै पढेर चाहिँ ब्याचलर पढिसकेको हो। 2 घन्टाको बाटो हिँड्नुपर्छ होइन। अनि त्यो 2 घन्टाको बाटो धाएर तपाईँ धरानको कलेजमा पढ्न आउनु? हजुर, म धरान मोडलबाट ब्याचलर गरेँ, अनि 10 चाहिँ मैले भानुस्मृतिबाट गरेँ, +2 चाहिँ निकेतनबाट गरेको थिएँ। त्यो भएर चाहिँ अब माथि त 5 क्लाससम्म मात्रै छ नि त गाउँमा। अब गाउँको स्कुल पढ्यो, गाउँको स्कुल पढिसकेपछि चाहिँ तलै आउनुपर्ने हुन्छ। अहिले पनि त्यही छ अवस्था। त्यो भएको कारणले अब सक्ने हुनेहरू त अब बजारमै राखेर पनि पढाउँछ, कसैले पढाउँदैछ पनि। अब नसक्ने हुने त के गरौँ, उपाय त छैन, त्यहीँबाट धाउनु पर्ने हुन्छ। त्यो भएको कारणले चाहिँ मेन पहल गर्नुपर्ने चाहिँ त्यही हो। मैले मेयर साहबलाई पनि त्यही भनिरहेको छु, अनि मेयर साहबले चाहिँ अब त्यस कुराको लागि चाहिँ भोलि चाहिँ गएर म हेरिदिउँला। अब मैले हेरेर मात्रै के गर्ने भन्नुहुन्छ, उहाँले पनि गर्नु त गर्ने, अब त्यो बजेट नै छैन त्यत्रो गर्नुको लागि भनिदिन्छ। अनि त्यो गर्ने पनि के गर्ने भन्ने खालको क्वेसन मार्कवाला छ। अब त्यहाँ चाहिँ गर्दा पनि कसरी गर्ने, नगरको बजेटले नभ्याउने खालको त्यसो रहेछ। अनि यो कुरालाई वडा सरकारले तपाईँले जानकारी गराउनु भयो भएन? पहिला त कति गराएको म आफै चाहिँ गइनँ, तर मेरो मम्मी आफै पनि सोसल वर्कर हो। पहिल्यै पनि त्यहाँ गाउँको मम्मी अथवा समाजसेवी अलिकति। म त अब सानै थिएँ पहिला त भनौँ न, अहिले पनि कत्र नै छु र होइन, सानै छु। तर पनि अब मैले यो कदम चालेको चाहिँ ब्याचलर सकिसके पछाडि हो। अब म पढ्दै थिएँ, के गरेको थिएँ आफ्नो कुरामा थिएँ। तर मेरो मम्मीले चाहिँ धेरैचोटि, मेरो मम्मी अथवा गाउँको अरू व्यक्ति, अरू सम्बन्धित व्यक्तिहरू मिलेर चाहिँ धेरैचोटि चाहिँ वडालाई चाहिँ भनेको हो, 2-3 चोटि भनेको हो। अनि अब वडाबाट चाहिँ त्यति अब
उयो नभएको कारणले होइन बजेट छैन यहाँ त्यहाँ भन्नुभयो अब आएको पनि होइन अब सरकार ढल्यो फेरि आएन फिर्ता गयो यहाँ त्यहाँ भन्नुभयो सायद अब होला पनि त्यस्तै भयो कि के भयो त्यो त थाहा भएन तर अब पहिला नै चाहिँ त्यहाँबाट अब वडा सरकारले नै पनि अलिकति हेरिदिएको भए चाहिँ त्यत्रो अहिलेको जति गएको छ क्षति भएको छ त्यत्रो त्यति क्षति चाहिँ नहुने थियो त्यो समयमा भन्ने एउटा उयो किनभने अब जुन एङ्गलले त्यो गएको छ खोला चाहिँ अब फर्केर होइन दुई तरिकाले आएको गरेर चाहिँ अब सुरुमा त त्यो डिल थियो बिचमा चाहिँ होइन त्यो डिललाई चाहिँ यस्तो बिट मारेर ग्याबिङ लगेको भए खोला यता आउँदैन थियो र त्यो बिर भत्किँदैन थियो भन्ने एउटा हाम्रो मनसाय चाहिँ त्यो छ र अब बिचबाट खोला चाहिँ अब मेन खोला हिँडेको अर्को बाटो तर खोला चाहिँ भित्रतिर अर्को बाटोबाट आइदियो त्यताबाट चाहिँ अब ग्याबिङ लगेको भए त्यत्रो अहिले जति क्षति हुने त्यति हुँदैन थियो भन्ने चाहिँ हाम्रो त्यो चाहिँ छ होइन अब भइ त सक्यो हुन त अब भइगयो होइन त्यो भएको कारणले पहिला धेरै नै ग्याबिङको कोसिस चाहिँ गरेको अब बजेट छैन भनेरै अब त्यो चाहिँ त्यत्तिकै भएर अहिले चाहिँ नहुने भएरै वडाबाट म चाहिँ नगरपालिका आएको नगरपालिकाबाट पनि अब त्यो होला जस्तो छैन यसलाई चाहिँ अब किनभने ठुलै भइसकेको छ मेरो साथी अस्ति मलाई भन्नुभयो होइन मलाई पहिला चाहिँ किन नभनेको भन्दै हुनुहुन्थ्यो क्या त्यत्रो सानो हुँदा अब पहिला त अब हामीले वडामै भनिरहेको थियौँ होइन वडामै भन्दा नभएर चाहिँ अब यतातिर आइपुग्यो अब यताबाट पनि नहोला जस्तो छ अब यताबाट त अब सरले नै होइन सहकार्य गरेर प्रदेश सरकारसँग हुन्छ कि गरेर हुन्छ कि अब 82मा चाहिँ सर हेरिदिनुपर्छ है भन्दै चाहिँ कुरा चाहिँ राखी टोपल्दैछु अब के हुन्छ भनेपछि यहाँ अझै पनि आशावादी हुनुहुन्छ जो धेरै नै बजेट छ भन्दा मेयर साहब हुँदाखेरि भयो भने मात्रै त्यहाँ परिवर्तन होला नत्र अरू आउँदा चाहिँ मैले देखेको विश्वास लाग्दैन विश्वासै लाग्दैन अब यहाँ एउटा सामाजिक अभियन्ता पनि हुन्छ एउटा यङ पनि हुनुहुन्छ यो समयमा धेरै युवाहरू चाहिँ यो समयमा आफ्नो काम सँगसँगै उहाँहरूले चाहिँ समयको सदुपयोग गर्न नसकेर विभिन्न खालको होइन विकृतिमा लागेका छन् तर यहाँ एउटा युवा हुनुहुन्छ यो युवामा देशप्रतिको सोच अनि भविष्य जो चाहिँ आफ्नो फ्युचरप्रतिको यो जिम्मेवारी पूर्ण यहाँको अभिव्यक्ति दिइरहँदाखेरि जो चाहिँ युवाहरू छन् जो चाहिँ अहिले चाहिँ कुरा काट्दै बसिरहेछन् क्या अब ती व्यक्तिहरूले चाहिँ तपाईँको ती साथीहरूले चाहिँ कसरी सम्झाउनुहुन्छ म उहाँहरूलाई चाहिँ के भन्छु भन्दाखेरि होइन अब कुरा काटेर खुट्टा तानेर बस्नुभन्दा पनि काम गर्ने मान्छेलाई काम गर्न दिनुपर्छ र सकेको साथ सपोर्ट गर्नुपर्छ भन्न चाहन्छु अब राजनीति कतिलाई मन नपर्ला राजनीति गर्नुपर्छ भन्ने छैन तर आफ्नो ठाउँबाट जुन ठाउँमा हुनुहुन्छ जुन पोजिसनमा हुन्छ जुन स्थानमा हुनुहुन्छ तपाईँहरूले अब खुट्टा तान्ने पनि काम नगर्नु होला गर्नेलाई चाहिँ गर्नु दिनु होला अनि सक्दो चाहिँ सपोर्ट गर्नु होला काम गर्नेलाई चाहिँ भन्न चाहन्छु उहाँहरूलाई अब यहाँ एउटा सामाजिक अभियन्ता सँगसँगै यहाँको आफ्नो ठाउँप्रति यति धेरै चासो चिन्ता पिर छ अब कुनै समयमा यहाँ हामीले सामाजिक सञ्जालमा देख्छौँ है देशप्रतिको यो माया यो अथाह माया हो कि के हो यति धेरै भावुक पनि हुनुहुन्छ कुनै समयमा के कुराले छुन्छ खास यो त एकदम माया भनौँ न होइन अब जुन अवस्थाहरू देख्दाखेरि होइन एउटा माया भनौँ न होइन जुन कुराले अब आफूलाई लाग्छ जुन कुरा अब हाम्रो जे भयो भने देश हो होइन अब नेपाल आफ्नो देश लगिसके पछाडि होइन अब हामी झन्डा बोक्छौँ झन्डा फरफराउँछौँ त्यो गर्छौँ नेपालमा बस्छौँ भनेर भन्छौँ तर हामी नेपालमा बसेर के चाहिँ गरेको छौँ त होइन हाम्रो देशको लागि चाहिँ के गरेको छौँ त देशको लागि बसिरहेको छौँ हामी घरको लागि बस्छौँ घरमा बस्छौँ घरको लागि आफ्नो घर बनाउने यो गर्ने करियर बनाउने भन्छ तर देशमा पनि बसिरहेको छौँ नि त समाज बनाउने भयो समाज गर्ने तर देशमा बसिरहेको देशको लागि चाहिँ के गरिरहेको छौँ त भन्ने मलाई चाहिँ जहिले बार त्यो प्रश्नहरू आउँछ क्या देशमा त बसिरहेको छु के गरिरहेको छु त अब हामी धनी के अरे विकसित राष्ट्रहरू हेर्छौँ अमेरिका अस्ट्रेलिया क्यानाडा हेर्छौँ हरेकचोटि नेपालबाट त पलायन भएर गइरहेछ अब जापान कोरिया भयो गइरहेछ होइन अब हाम्रो देश चाहिँ किन हुन सकेन के भएको होला यो यस्तो कुराहरू मलाई चाहिँ क्वेसनहरू मेरो मनमा आइरहन्छ क्या अनि त्यो भएको कारणले चाहिँ कति समय चाहिँ सोच्न पनि बाध्य भइन्छ होइन किन भएन किन भएन भन्दै गर्दा सोच्दा त अब त्यही त कुरा आउँछ सत्तामा पुग्ने मान्छेले यो गर्यो त्यो गर्यो भन्दै गर्दा चाहिँ दुःख लाग्छ क्या किन बुद्धि नआएको होला नि त्यहाँ पुग्ने मान्छेहरूको त गर्छु भनेर गइसकेको मान्छेहरूले त केही न केही गर्नुपर्ने नि जस्तो लाग्छ क्या त्यो भएको कारण चाहिँ एकदम कहिले त धेरै नै दुःख लाग्छ देशको अवस्था देखेर होइन कहिले त अब देशै नरला कि जस्तो पनि लाग्छ बिचरा अरू देशहरू जस्तो होइन वार पर्ने देश भए त हाम्रो त उहिले नै कोल्याप्स भइसक्थ्यो नि अब जोस् धर्मै गरिदिरहेको छ अरू देशहरूले पनि त्यस्तो वारको यहाँनिर केही पनि छैन तर कतिचोटि चाहिँ अब इन्डियाले नै होइन अब इन्डियाले होइन कतिचोटि हस्तक्षेप गर्न खोजेकै हो नि त अब नाकाबन्दी भयो कतिचोटि अब त्यो कुराहरू हेर्दै गर्दाखेरि चाहिँ
अब हाम्रो देश त अब यत्रो सानो छ, अब केही भयो भने त केही पनि गर्न सक्दैन नि त। तर अब यो चाहिँ अब यहाँकै के भन्नु हाम्रो नेपालकै मान्छेहरूले गर्दाखेरि यस्तो भयो क्या। अब सिङ्गापुर पनि कत्रो छ होइन, अब सिङ्गापुर अब चर्चामा सुनिन्छ होइन। अब यहाँबाट कतिजना हजारौँ व्यक्तिहरू चाहिँ अब त्यति सानो सिटी होइन, अब सिङ्गापुर चाहिँ एउटा देश हो, तर देश भन्दा पनि नेपालको चाहिँ एउटा यहाँ काठमाडौँको एउटा एरिया जत्रो छ भनेर भनिन्छ होइन, धरानको एउटा एरिया जत्रो छ सिङ्गापुर चाहिँ भनेर भन्छ होइन। तर पनि सिङ्गापुरले अहिले विश्वमै नाम राखेको छ नि त होइन, धेरै विकास भएको छ। सिङ्गापुरमा के छैन र होइन, अब नेपालीहरूलाई रोजगार दिइरहेछ, नेपालबाट गएर त्यहाँको नेपालीहरूलाई एउटा विश्वास गरेर होइन 1000-2000 त त्यत्रो सानो सिटीमा नेपालीहरूलाई त अब नेपाल पुलिस के सिङ्गापुर पुलिस भएर गइ नै रहेछ कतिपय युवाहरू। अनि त्यति सानो देशले त त्यो गरिरहेछ भने हाम्रो त त्योभन्दा त ठुलो छ नि त, किन गर्न नसकेको भन्ने प्रश्नहरू पनि आउँछ क्या कति समय चाहिँ। अब त्यो कुरा हेर्दै गर्दाखेरि चाहिँ बुद्धि नभएरै हो कि हाम्रो नेपाल जो सत्तामा पुगेको छ अब उनीहरूको चाहिँ गरौँ भन्ने बुद्धि नआएको हो। अनि अर्को कुरा भनेको चाहिँ लोभ हो क्या। अब उनीहरूलाई पैसाले कहिले पनि पुग्दैन होइन, अब मागौँ अरू राष्ट्रसँग मागेर गरौँ भन्ने खालको दिमाग चाहिँ आउँछ होइन। तर पनि म चाहिँ नेपालीहरू कस्तो लाग्छ भन्दा नेपालमा बसेको जति हामी पनि छौँ, नेताहरू पनि छ होइन, हाम्रै ठाउँमा छ नि त सबै कुरा दिएको छ नि त हामीलाई। के भनौँ यो प्रकृतिले नै दिएको छ नि त, हराभरा छ सबै कुरा होइन। जलस्रोतको दोस्रो धनी देश हाम्रो नेपाल भनेर चिनिन्छ। तर यहीँनिर चाहिँ के हुन्छ त खानेपानीको समस्या छ। कुलमानलाई हटाउने बित्तिकै बिजुली बत्ती यहीँ बन्द हुन्छ, यहीँनिर आउँदैन, लोड सेडिङ यहीँ हुन्छ होइन। अब विश्वको दोस्रो धनी देश, अब पहिलो ब्राजिल भनिन्छ, दोस्रो नेपाल भनिन्छ, जलस्रोतको धनी देश होइन, प्रकृतिले भरिपूर्ण, फलाम खानी छ, सुन खानी छ होइन, यहीँनिर सब थोक छ। तर पनि त्यो बुद्धि नभएर त होला नि होइन। अब यहाँनिर अब जाँगर नभएर पनि होला एक त होइन। नेपालीहरू चाहिँ कस्तो छ भने एउटा नेपाली चाहिँ विदेश जाने अनि घरमा चाहिँ एउटा परिवार, त्यो एउटा नेपाली विदेश गएको नेपालीले चाहिँ घरमा आएको 4-5वटा परिवार 4-5जनालाई एकजनाले पालिरहेछ क्या। अर्को कुरा भनेको जाँगर छैन क्या नेपालीमा, गर्नुपर्छ भन्ने कुरा छ, गर्नुपर्छ भन्ने। अनि अर्को चाहिँ जाँगरै छैन, बसेर खाने बानी भएको छ अर्को कुरा चाहिँ नेपाली। त्यो गर्दा पनि हामीले एकदम पछि परेको होला जस्तो लाग्छ। अनि त्यो कुराहरू देख्दै गर्दा सुन्दै गर्दा त्यो कुराहरू याद गर्दै गर्दा हाम्रो देश चाहिँ एकदम पछि परेको पनि छ होइन। त्यो कुरा सुन्दै गर्दा चाहिँ कहिले कहिले चाहिँ अब धेरै नै भावुक होइन्छ। अब त्यही कुराहरूलाई हेर्दै जाने हो भने नेपालमा धेरै कुरा छ क्या। अब के भन्छ विश्वमा चाहिँ 14वटा होला, लगभग 14वटा होला होइन। अब 8000भन्दा अल्गो मिटर अग्लो उचाइ भएको चाहिँ हिमालहरू चाहिँ यहीँ 8वटा चाहिँ यहीँ छ क्या, नेपालमै छ होइन। अब यस्तो प्रकृतिले दिएको छ, हरेक कुरा दिएको छ, वन जङ्गलदेखि लिएर खानीदेखि लिएर होइन। अब हिमालहरू दिएको छ। अब त्यो कुरालाई राम्ररी गर्न सक्यो भने हिमालहरूमा पनि पर्यटन विस्तार गरेर पनि त आर्थिक उन्नति विकास गर्न सकिन्थ्यो होला नि त। तर त्यो बुद्धिहरू पनि खै किन नआएको हो कि के भएको हो कि। अब त्यसमा पनि त्यति आर्थिक पर्यटनबाट पनि आर्थिक उपलब्धि त्यति देखिएको छैन होइन नेपालमा चाहिँ। त्यो भएको कारणले अब हामी हेरौँ न, पर्यटनले नै गर्दाखेरि हाम्रो धरानको श्रम संस्कृति पार्कमा होइन अस्ति भर्खरै वैशाख 1 गते होइन 2,83,84 कति हजार त एकै दिनमा उठ्यो भन्ने कुरा सुन्यो नि त। अब त्यो कुरा चाहिँ के हो भन्दाखेरि त त्यो त अब सायद बाहिर विदेशबाट आएन होला, नेपालकै मान्छेबाट त भित्रियो होला। तर पनि त्यो ठाउँको लागि त भयो नि त, धरानको लागि त भयो नि त आर्थिक स्रोत। त्यसै गरी हाम्रो नेपालमा भएको त्यो हिमालहरू भयो, हरेक कुरा नदी नालादेखि लिएर हरेक कुरालाई चाहिँ अब हामीले पर्यटनीय स्थल बनाउन सक्यौँ भने त विदेशीहरू आउँछ नि त। अब विदेशीहरूले आएको दिएको कुराहरूले त्यो कुराले पनि त आर्थिक उन्नति गर्न सकिन्थ्यो जस्तो लाग्छ। धेरै कुराहरू छ। अनि त्यो कुराहरू सोच्दै गर्दा सुन्दै गर्दा चाहिँ धेरै नै भावुक चाहिँ भइन्छ कहिले कहिले। अब यहाँले जुन कुरा उठाउनुभयो संस्कृति पार्क, जहाँ कि अहिले नेपालको पर्यटन वर्ष चलिरहेको बेलामा यो राज्यको आँखामा सूचीकृत पनि नभएको ठाउँ जहाँ कि पर्यटनको एउटा हबको रूपमा धरानले चिनिन्छ। एक दिनमा मात्र 2,84,000 बराबरको भनौँ आम्दानी चाहिँ भित्राउन सफल भएको थियो एकै दिनमा। अब धरानको सफलमा भन्ने हो भने हाम्रो जो चाहिँ स्वतन्त्र मेयर हर्क साम्पाङको उदयपछि उहाँले गरेका हरेक काममा बाधा व्यवधान हुँदै हुँदै लगभग हालसम्म आउँदाखेरि 50भन्दा ज्यादा मुद्दा खेप्नु परिरहेछ। खासमा चाहिँ यो विकास गर्न चाहिँ के कुराले चाहिँ रोक्यो क्या? मेयर साहबले चाहिँ मुद्दा लाउने मान्छे चाहिँ कस्ता हुन् र किन चाहिँ लाग्यो क्या? त्यो त अब के चाहिँ गल्ती गर्नुभयो क्या? होइन राम्रो काम गर्ने मान्छेलाई त हाम्रो नेपालमा त्यही भएर पनि यस्तो विकास हुन नसकेको हो। गर्ने मान्छेलाई पनि यहाँ चाहिँ गरी खानु दिँदैनन् क्या। अब अलिकति कोहीले प्रगति गर्न आँट्यो भन्दाखेरि आफ्नै अब समाजको कुरामा मात्रै नभएर हामी घर परिवारकै कुरामा पनि जाउँ न। अब अलिकति दाजुले भन्दा भाइले अलिकति प्रगति गर भने कसैलाई चाहिँ आरिस गर्ने हुन्छ क्या। अब छिमेकीले ओल्लो घर भन्दा पल्लो घर अलिकति माथि गरोस् त, उन्नति गरोस् त, सपोर्ट गर्नुको साटो होइन। कति समय त अब
कुरा गरेर वाह गरेको जस्तो गर्छ तर खुट्टा तान्दै गरेको हुन्छ क्या उतातिर आफूभन्दा चाहिँ अगाडि नजाओस् भन्ने क्या अब यो चाहिँ अब किन यस्तो भइरहेछ भन्दाखेरि चाहिँ अब नेपालमा चाहिँ अब यो मेयर साहबले किन मुद्दा आरोप प्रत्यारोप लाग्दैन मेयर साहबलाई मुद्दा लगाउने मान्छे मेयर साहबको सपोर्ट गरेर यहाँनिर देश बनाउनुपर्छ यो गर्नुपर्छ भनेर आउने मान्छेहरू कोही पनि छैन क्या उनीहरू चाहिँ विपक्षको मान्छेहरू छ नि त विपक्षको मान्छेहरू भएको कारणले नै त्यो कुराहरू भइरहेको यो त अब सबैलाई नै थाहा छ होइन विपक्षको मान्छेहरूले नै यो गरिरहेछ भनेर तर अब किन भन्दाखेरि चाहिँ किन यो गरेको भन्दाखेरि चाहिँ मेयर साहबले चाहिँ अब एउटा क्रान्ति ल्याउनु भएको होइन एउटा नेताको परिभाषा चाहिँ उहाँले फरक गर्दै हुनुहुन्छ नि त चेन्ज गर्दै हुनुहुन्छ नि त पहिला भनेको नेता भनेको एउटा भिआइपी गाडी भिआइपीसँग हिँड्ने होइन राम्रो चिल्लो गाडीमा हिँड्ने होइन अब त्यो कुराहरू मात्रै देखिन्थ्यो क्या पहिलाको नेताहरूमा म आफै पनि उयो गर्छु होइन मेरो गाउँमा आउँदाखेरि कुनै पनि नेता हिँडेर पैदल आएको छैन होइन अहिलेसम्म पहिला अब मन्जु भण्डारी पनि कहिले कहिले त झुल्किनु भएको मैले देखेको होइन मैले सिधै भने उहाँलाई यो मिडियामै भन्छु होइन उहाँ आउनुभयो भने पनि गाडीमा मात्रै हो उहाँहरू आउने भनेको तर हाम्रो मेयर साहब चाहिँ अब बाटो पुग्ने ठाउँसम्म बाइकमा नपुग्ने ठाउँसम्म हिँडेरै पनि उहाँले बाटोहरू हेरेर अनुगमन गर्नुभएको छ त्यो कुरा होइन उहाँले त एउटा परिभाषा नै चेन्ज गर्नुभएको छ नि त अनि म चाहिँ के भन्छु भने उहाँ जस्तो मान्छेलाई चाहिँ अनि उहाँले अर्को कुरा भनेको चाहिँ अब परिवर्तन चेतना आउँदै गएपछि कसको चाहिँ अब उयो हुन्छ भन्दाखेरि अब जो चाहिँ बसेर ठगेर खाने सत्तामा कुर्सीमा खुट्टा हल्लाएर खाने भ्रष्टाचार गरेर खाने नेताहरूको त पर्दाफास हुन्छ जस्तोलाई त मन पराउँदैन नि त त्यो भएको कारणले चाहिँ यो कुरालाई चाहिँ अगाडि बढाउन नदिएर उहाँहरूले हरेकचोटि मुद्दा लगाउनु भएको अब कतिचोटि मुद्दा लगाइसकेको त अर्को पालि उठ्न पाउँदैन भन्ने नियमहरू पनि त छ नि त त्यो भएको कारणले सानो कुरामा पनि उहाँहरूले मुद्दा लगाएकै हुनुहुन्छ क्या अनि अर्को भनेको चाहिँ उहाँको मेयर साहबको मेन कुरा भनेको चाहिँ उहाँले भ्रष्टाचार भनेको छिरिकै हुन दिनुहुन्न क्या अब पहिलाको नेताहरू भनेको भ्रष्टाचार खान पल्केकोहरू थियो अब त्यस्तो भएपछि त खान पाउँदैन नि त जसलाई पनि अब पहिला खाइरहनेहरूसँग त खानु नपाउँदा त उनीहरूलाई त र्याक्ती होला नि त अब त्यो भएको कारणले पनि नेताले नै नभए पनि कति कर्मचारीहरूले नै पनि खाने कर्मचारीहरूले पनि मेयर साहबले मन पराउँदैन नि यो कुरा त सिधै कुरो होइन त्यो भएको कारणले नै कतिपयले चाहिँ मुद्दा हाल्ने काम चाहिँ त्यो गरेर हो राम्रो काम भइरहेछ उनीहरूलाई थाहा छ तर उनीहरू चाहिँ समाजको लागि देशको लागि केही गरौँ भनेर आएको नेताहरू नै हुँदै होइन जो मान्छेले मुद्दा लगाइरहेछ अब कति वडाध्यक्षहरूले नै लगाइरहेछ हाम्रै धरानकै वडाध्यक्षहरूले लगाइरहेछ त्यो कुरा हामीले देखिरहेछौँ प्रत्यक्ष होइन धरानभित्रै पनि त्यो भएको कारणले उनीहरू चाहिँ देशको लागि गर्नुपर्छ भनेर आएको मान्छेहरू होइन होला जस्तो लाग्छ क्या आफ्नो स्वार्थको लागि आफ्नो सत्ताको लागि मात्रै उनीहरू चाहिँ बसेको कारणले चाहिँ त्यो कुराहरू उनीहरूले चाहिँ गरिरहेछ भन्ने मेरो चाहिँ सोचाइ अब सबैको आफ्नो आफ्नो सोचाइ हुन्छ मेरो सोचाइ चाहिँ त्यसो होइन अब अन्तमा छौँ हामी अन्तमा जाँदा के भन्न चाहनुहुन्छ अन्तमा जाँदा चाहिँ म के भन्न चाहन्छु भने देश तथा विदेशमा रहनुभएको सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू जसले चाहिँ यो भिडियोहरू प्रत्यक्ष हेरिदिनु भयो होइन अब मेरो कुराहरू सुनिदिनु भयो उहाँलाई धेरै धेरै धन्यवाद अनि जसले अब मैले गरेको सामाजिक कामहरू मन पराइदिनु भएको छ अनि माया साथ सपोर्ट गरिदिरहनु भएको छ एउटा कमेन्ट मार्फत पनि तपाईँले मलाई हौसला दिइरहनु भएको छ त्यसको लागि धेरैभन्दा धेरै तपाईँलाई धन्यवाद दिन चाहन्छु आगामी दिनहरूबाट पनि तपाईँहरूको माया साथ सपोर्ट यस्तै रहोस् भनेर भन्न चाहन्छु तपाईँहरू सबैजना स्वस्थ रहनुहोला व्यस्त रहनुहोला जहीँ भए पनि हामी हाम्रो देशको लागि चाहिँ गर्नुपर्छ सबैजनाले आफ्नो के अरे दिमाग चाहिँ परिवर्तन गर्नुपर्छ पहिला जुन कुराहरू थियो होइन हामी समाज परिवर्तन गर्दैछौँ हरेक कुरा केही कुरा परिवर्तन गर्दैछौँ भने पहिला चाहिँ आफू परिवर्तन हुनुपर्छ क्या आफू परिवर्तन हुनुको लागि चाहिँ तपाईँको सोच परिवर्तन हुनुपर्छ सबैभन्दा सुरुमा चाहिँ त्यो भएको कारणले चाहिँ हामीमा जति पनि त्यो खालको होइन विकृतिहरू आउने यो घुस खाने यो गर्ने सबैले आफ्नो माइन्ड चेन्ज गर्नु होला नेपाल भएन यो भएन विदेश जानुपर्छ यो कुराहरू बारम्बार आइरहन्छ तर त्यो कुराहरू तपाईँ व्यक्ति आफैबाट स्वयं चेन्ज हुनुभयो भने नि तपाईँले गर्न सक्नुहुन्छ तर चेन्ज चाहिँ हुनु पर्यो सबैभन्दा सुरुमा चाहिँ परिवर्तन हुनु पर्यो भनेर भन्न चाहन्छु